हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल वान्स अगेन फेरि पनि युट्युबमा ब्याक भइसकेको छ आफ्टर लङ टाइम। अब त लगभग छुट्टी पनि सकिनु लाग्यो। यसपालि चाहिँ भ्लग बनाउन पाइनँ किनकि मैले भ्लग त कन्टिन्यू गर्छु भने त तर एकदम आमालाई बिराम भएको कारणले गर्दाखेरि भ्लग बनाउनै पाइनँ है। सो लङ टाइम चाहिँ म भ्लगमा इन्ट्री भइसकेको छु है। अब त जाने जाने बेला भइसक्यो। यसपालि चाहिँ म रेगुलर भ्लग ल्याऊ भनेको अब समय र परिस्थितिले यस्तै बनायो है। केही छैन, अब कति दिनपछि आज पनि एक हप्ता जस्तो बाँकी नै छ। म भ्लगलाई कन्टिन्यू गर्ने गर्दछु किनकि म चाहिँ हस्पिटलदेखि आइसकेको छु आमालाई डिस्चार्ज गरेर। सो अब हेरौँ आमाको कन्डिसन कस्तो हुन्छ, त्यसपछि आमालाई ठिक भने भ्लग बनाउने छु है त। अब आजको भ्लग यस्तै रहेछ। अहिले चाहिँ म यो पनि डेमा बनाउँदैछु, यो चाहिँ लगभग 3 बजेतिर। सो आजको भ्लग चाहिँ यस्तो खतरा छ कि आज खत्रै भ्लग आउनेछ किनकि यहाँ फुचेहरू पनि अघि आज हाफ डे यिनीहरूको पनि छिटो आइसकेको छ। यिनीहरूलाई चाहिँ आज गेम खेलाउनु गइरहेको छु है। योभन्दा अगाडि चाहिँ हिजो होली थियो है, त्यसको भ्लग पनि बनाएको छु तर त्यसको चाहिँ अलिकति त्यसको एडिटिङको कारण मैले चाहिँ त्यसलाई अपलोड गरिनँ। सो त्यो पनि गर्नेछु। आज चाहिँ म यिनीहरूलाई खतरा गेम खेलाउने छु। यिनीहरूले खालि मलाई गेम 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 खेल्ने भनेको छ नि त। सो यिनीहरूलाई हर स्याटरडे गेम खेलाइरहेको हुन्छ तर अस्ति नखेलाएको। सो हस्पिटलको कारणमा हस्पिटल बसेको कारणले गर्दा सो आज यिनीहरूलाई म खत्रै गेम खेलाउँदैछु। तपाईँहरू हेर्नु होला है त। गेम खेल्नु रेडी? ल अब गेममा भेट्ने छु है त। चलो हाम्रो चाहिँ अब गेम स्टार्ट हुन गइरहेको छ है। गेमको रुल चाहिँ यस्तो छ। गेमको रुलहरू थाहा छ नि तिमीहरूलाई? हामी चाहिँ अब म चाहिँ यहाँ एउटा वर्ड दिन्छु, त्यो चाहिँ उता हाउ गरेर देखाउने, नबोली इसाराले, मतलब हाउ मतलब इसारा गरेर देखाउने। ठिक छ? फर्स्टमा को आउने? ल सुइन कम। प्लान्ट्स फुल। ल मैले चाहिँ वर्ड दिइसकेको छु। खास लेखेर दिनु पर्ने थियो होइन? होइन त्यहाँ त्यो ढोका बन्द। त्यहाँ सुइन, त्यहाँ ढोका सिधा। भएको ए ल गुड, 1 पोइन्ट। म कानमा खुसीको भन्छु। रुपेश यहाँ अलिक मजाले बसेर है पहिला टक्क यता यता हेरेर, यता यता हेर्ने कहाँ हौ? यता यता। ल 1 पोइन्ट भएको छ है। वन पोइन्ट भएको छ। के भन्यो? घर। गुड। अब चाहिँ देखाउनु अरे यता गर्ने। अलिक यता हेर्ने, यता फर्केर। गुड। ल कम अलिक यता फर्केर है। यता फर्केर भनेको यता फर्केर। ओए मुख चाहिँ नचलाए। मुख के भन्यो? गुड। अलिक यता फेस चाहिँ यता दुईजनाकै।
यो हेर्नु गयो 3 एले होइन ल ओ त्यो कहाँ गएको त्यो हिँड्नै पाउँदैन अलिक उता गएर थियो एउटा एक चान्स गयो अलिक नजिक जा न अरू विङ्स भन न के भन्यो दुई गयो लास्ट वान चान्स अलिक राम्ररी सम्झ न छिटो ल के गरेको त्यो चाहिँ पास भयो पास त्यो लेखेर होइन लेखेर त फेरि कहाँ हिँड्यो तँलाई होइन तँ चाहिँ यता आइदिन भनेको सक्यो होइन भन्दै के अरे यो के को बनेको पानी फाइभ दुई भयो के ध्यान गयो आउट 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 भएन भन्दै अब के हो भन्दै अब हुँदैन नि सिलिन्डरमा नै ग्यास हो अलिक बुझाउनै सक्यो भयो 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 दाम मिल्यो भयो
चरा एक गयो अलिक उता दुईजना के हो गुड कम थुन पात एउटा गयो दुईटा गयो गयो ल एक खै यता फर्केर हौ कहाँ उता फर्के क्यामेरा उता छैन त जाडो भयो मलाई पनि ल छिटो कहाँ नानेको छ नि त्यो लिएर आइन तेल गुड ल तर यता हुन्छ पानी अब एक अलि अलिक यता आएर बुझेन यसले मुख खोल्नु नपाउने चिटिङ भए के गर्दैछ आउट अलिक दिमागै लाउँदैन केटो ल बास्केटमा गयो ल इजी दिएको छ लट्ठी एक लौरा दुई मुख खोल्ने होइन यो दुई अब फेरि मुख के भन्यो टालो के भनेको टालो भन्दा के एन्सर
लाग्छ जानु लास्ट राउन्ड अब मैले यति नाइ हुँदैन नाइ लाजा इजी यो लास्ट राउन्ड हैन लास्ट राउन्ड हैन यो हैन मलाई जाडो भइसक्यो के झाडु तल गएर खेल्नु भोलि नखेल्ने अनि भोलि स्याटरडे होइन भोलि पैसाको खेल्ने नि दाजु तर गुड यतिको चाहिँ बुझाउन सक्नुपर्छ ओके भयो किन के हो आई थिंक सुनाले भन्न सक्दैन मुख चाहिँ त्यो तेरो अहिले हेर्न एक गयो ओइ को दुई तिन गयो गयो सक्यो तिमीहरू देखाउन त भन्दैौ न ल फाइनल राउन्ड सुइनाको फाइनल राउन्ड फाइनलको सेकेन्ड ए सेकेन्ड फाइनल ओ यता हेर यता हेर भन्छु ओइ कसरी मिलायो एकैतालमा गुड यतिको चाहिँ देखाउनु पर्छ टिपोल सम्बन्धी हो जिरो ओ यसले के देखाउँदैछ यो देखाएको उखु दुई गयो लास्ट वान सक्यो यो पढ्नुमा आलु छ भनेको बुझ्यो न यो आलु छ यो पढ्नुमा आलु छ यता फर्केर कहाँ उता फर्केको रुपेश यता यता एक Go. Yeah. Sorry. एरोप्लेन वान ल लास्ट चान्स भन्नु पर्यो एउटा खुसी हो नै सक्यो ओइ ओइ त्यो जोड नजोड्यो यता 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 ओइ त्यो 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 ओइ यता कसरी थाहा हो तिनीहरूले वाक्कै लगाइसक्यो यार अर्को लास्ट राउन्ड
एक झन्डै झन्डै स्याउ दुई है आज एक राउन्ड छ है भन्यो भने कसरी हो अस्ति सादा त हामीले अम्बा खाएको थियौँ हैन होलीको यस्तो नुहाएको अनि त्यसपछि अम्बा खाएको हिँडेको छु ल क इजी यता हेरेर यता यता त्यता हेर्ने होइन यता दुईजना यता रुपेश त्यो कुना बस्ने सुइना यहाँ बस्ने अर्को हिन्ट यता यहाँ यहाँ सुइना यता रुपेश अलिक पर देख्नु पर्यो क्या मुख चाहिँ दुध दुई एक मुख चाहिँ चलाउनु भएन नि म यहाँ हेर्छु यहाँ अब चाहिँ ए दुध कहाँबाट आउँछ भने दुध त हो नि दुध निकाल्छ भयो कतिवटा एन्सर भयो एउटा दुध त निकाल्छ नि मक्केको दुध खान्छ भने भयो सकेन सकेन एउटा त्यो उयो अनि कहाँ सोधेको सोधै हो भने त्यो सानो हुँदा कसले खान्थ्यो त्यो सानो हुँदा कसको दुध खान्थ्यो अर्को हिँड अर्को बदल्दै अब अर्कै खालको तेरो कुरा के छ यसरी हेर्नु नि अघि के दिइरहेको छ त ल भन्नु पऱ्यो छिटो छिटो ल टाइम छैन अब आमा ओ तिमीहरूले यो खेलेको त 3 मिनट भइसक्यो भर्खरको स्टार्टिङ मात्रै लास्ट 1 मिनट 2 मिनट 5 दुध दुई भयो लास्ट गोरु के ल भन्दै घिउ Yeah. दुधमा त के भन्छ भने त्यत्रो भनिरहेको छु के बुझ्दैन अब अङ्कल चाहिँ ल गाइस गेम चाहिँ फाइनल भइसकिसकेको छ आजको विनर चाहिँ को भयो को हो दुईजना फेरि ढाट्यो भने फेरि कोही हुँदैन है म अनि मैले सबसे धेरै गेस गरेर गरेर ओके म हारिराखेको थिएँ अनि जितेको ल रुपेश विनर लुजर को भयो नाम के हो लुजरको सुइना ब्लोन लुजर अब फेरि भोलि आज फ्राइडे भोलि स्याटरडे हुँदैछ खतरावाला गेम त्यो गेममा चाहिँ के हुँदैछ के हुँदैछ हिजो कसले जित्यो पैसा ज्यादा हिजोको विनर तिमी हो सेकेन्ड को हो आलुको हो
पोटेटोको म भनेको छु त पोटेटो गाइस फाइनली हाम्रो गेम चाहिँ कम्प्लिट भइसकेको छ है अब यहाँहरूलाई यसो इन्टरटेनमेन्ट दिएको अब धेरै दिन भयो नि त यिनीहरूसँग पनि इन्टरटेनमेन्ट नगरेको होस्टेलको बसाइको कारणले गर्दा सो आमा चाहिँ तल बेडमा हुनुहुन्छ म चाहिँ यता छतमा आएर भाइहरूसँग यसो इन्टरटेनमेन्ट गरेँ अब जाने दिनहरू पनि आइसकिसक्यो सो अब भोलि भेटे बाजाको साथ आजको भ्लग मैले यहीँबाट इन्ड गर्न गइरहेको छु किनकि भोलि म यहाँ 2-3 वटा गेम लिएर आउँछु केटाहरूलाई 4-5 गेम लिएर आउँछु त्यो चाहिँ आज चाहिँ यो टेस्ट मात्र हो यिनीहरूको माइन्ड टेस्ट मात्र हो भोलि चाहिँ पैसावाला छ सो अब भोलि हेरौँ कि कसले जित्दो रहेछ भोलिको विनर हेरौँ पैसा चलो भन्दै आजको ब्लग चाहिँ मैले एन्ड गर्न गइरहेको छु है त टाटा बाई बाई